बौद्ध स्तूपमा मान्छेले आफ्नो लागि माग्नलाई केही पनि जाँदैन, संसारभरि शान्ति होस् भनेर माग्नलाई जाने हो। तपाईँको वरिपरि त्यो जुन चक्र हुन्छ नि, ओम माने पेमे हो भनेको विश्वभरि शान्ति फैलियोस् भन्नलाई जाने हो नि त। आफ्नो लागि माग्नलाई कोही पनि केही पनि माग्नलाई चाहिँ स्तूपमा जाने होइन क्या। भनेको यो 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 यसले थाहा हुन्छ नि त हामी कति पिसफुल सोचाइ भएको मान्छे हो भन्ने कुरा यहाँबाट आउँछ नि त। तपाईँको स्तूपाकै कुरा गरौँ, स्तूपामा जस्तै अब सुरु गरौँ त, प्रदक्षिणा पथ हुन्छ, त्योभन्दा मुनि फाउन्डेसन हुन्छ कि सर्कुलर फाउन्डेसन हुन्छ कि त अष्टकोण अक्टागोनल हुन्छ, त्यहाँ माथि आदि कचौरा जस्तो गर्भ कुम्भ भनौँ, त्यहाँ माथि तपाईँको हर्मिका भन्छ। त्यो हर्मिकामा आँखा हुन्छ नि, त्यो आँखा भनेको चाहिँ के भनेको भन्दाखेरि तपाईँको बुद्धले चाहिँ हामीलाई हेरिराख्नु भएको छ है, हामीले पाप गर्दैछौँ पुण्य गर्दैछौँ, त्यो सिसिटिभी जस्तो त्यो हेर्दैछौँ भने। अनि त्यहाँ माथि तपाईँको भुवनहरू हुन्छ, त्यो गोलो गोलो हुन्छ नि, त्यो भुवनहरू भनेको चाहिँ 13वटा हुन्छ। अहिले पहिला चाहिँ हिनयानीमा चाहिँ 6वटा थियो, त्यो पछि महायानीमा 11वटा थियो, अहिले वज्रयानीमा चाहिँ 13वटा। त्यो 13वटा लोक भनेको हो क्या, त्यो चाहिँ बुद्धिज्ममा 13वटा लोक मानिएको हो। जस्तै हाम्रो तले शैलीको मिनिङ हुन्छ है, जस्तै त्यो एक तले हो कि 3 तले हो कि 5 तले हो। जस्तै एक तले भयो भने त्यो शिवको हुन्छ होइन, 3 तलेमा चाहिँ तपाईँको सूर्य होइन, अनि इन्द्र अनन्त भनेर 5 तलासम्म गणेशसम्म पुगिन्छ, त्यो मिनिङ भयो होइन। तपाईँको 3 तले मन्दिरको कुरा गरौँ, 3 तले मन्दिरमा चाहिँ त्यो तोरण हुन्छ नि ट्रायङ्गुलर अगाडि ढोकामा, त्यो ट्रायङ्गलमा विभिन्न आकृतिहरू हुन्छन्। अनि त्यो बिचमा चाहिँ बिचको आकृति हेर्नुभयो भने चाहिँ यो मन्दिर के को हो भनेर थाहा हुन्छ क्या। त्यो मन्दिरभित्र जुन भगवान् हुनुहुन्छ त्यसको चाहिँ त्यो आकृति चाहिँ त्यो तोरणमा हुन्छ होइन। अनि यो टुडालहरू हुन्छ नि, टुडालहरू मिनिङलेस हुँदैन, त्यो टुडालहरूमा केही कोरेको हुन्छ नि, त्यो कोरेको जस्तै बिचको टुडालको कुरा गरौँ, बिचको भागमा कोरिएको टुडाल चाहिँ त्यो भित्र भएको मन्दिरको स्टोरी हुन्छ, के अरे भगवान्को स्टोरी हुन्छ। जस्तै कृष्णको मन्दिर हो भने कृष्ण लीला त्यो पुरै स्टोरी आउनु पर्यो क्या त्यो टुडालमा। भनेको त्यो तपाईँले त्यो मन्दिर एकचोटि घुमिसकेपछि त्यो भगवान्को स्टोरी पुरै थाहा हुनु पर्यो, त्यो त्यहाँ कोरिएको हुन्छ क्या। अनि सबभन्दा टपमा चाहिँ अलौकिक कुरा काल्पनिक कुरा हुन्छ, त्यो स्वर्गको बारेमा परिहरूको बारेमा। अनि जुन सबभन्दा मुनि भन्नुभयो नि लौकिक कुरा अघि जुन देखाउनु भयो, कुनै कुनै ठाउँमा चाहिँ अश्लीलहरू हुन्छ नि, जस्तै यो कामसूत्रको कुराहरू हुन्छ। त्यो चाहिँ खास किन के मान्यता थियो पहिला भन्दाखेरि 2-3वटा छ, त्यहाँमध्ये एउटा भनौँ जो चट्याङ होइन तपाईँको भौतिक यो 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 प्राकृतिक प्रकोप भन्दाबाट बस्नको लागि चाहिँ त्यो तपाईँको त्यो बनाइएको हुँदो रहेछ क्या, एउटा थ्योरी भयो। अरू थ्योरीमा चाहिँ तपाईँको त्यहाँ जाँदाखेरि त्यो चाहिँ हिन्दूवादी थ्योरी भयो होइन। अब भन्दैछु त्यो हेरिसकेर पनि तपाईँ मान्छे आफ्नो कन्ट्रोलमा हुन्छ भनेपछि बल्ल भगवान्प्रति पुरै उसको आस्था छ भन्ने बुझिन्छ भन्ने छ। त्यसको 2-3वटा थ्योरीहरू छन् विभिन्न। अनि त्यो चाहिँ तपाईँको त्यो हिसाबले डिजाइन भएको हुन्छ, तपाईँको सबै त्यो स्टोरी हुन्छ। अनि भुइँचालो पछाडि तपाईँको रिकन्स्ट्रक्सन गर्दाखेरि अब तपाईँले यो कुराहरू सबै जुन डिटेलमा छ नि, यो त्यसको स्टोरीदेखि लिएर लौकिक कुरा अलौकिक कुरा, त्यो तोरणको डिजाइनदेखि त्यो स्तम्भको कुराहरू, यसलाई तपाईँले अल्टर गरिदिनु भयो, थोरै कङ्क्रिट युज गरिदिनु भयो, अथवा त्यो त्यतिकै जे पाए त्यही तपाईँले त्यो जुन कोरिएको कुराहरू स्कल्पचरहरू फरक पारिदिनु भयो भने त त्यसको त अस्तित्व रहेन। भनेपछि त रिकन्स्ट्रक्सन गर्ने इन्जिनियरले यो डिटेलमा बुझ्नु पऱ्यो नि त। यहाँनिर हामीले सिभिल इन्जिनियरिङ स्ट्रक्चरल इन्जिनियरिङको गफ मात्रै लाएर हुँदैन, त्यो लेभलमा त्यो आर्कियोलोजी बुझ्नु पऱ्यो, कल्चर बुझ्नु पऱ्यो, त्यसको त्यो सभ्यतामा कहाँबाट आयो त्यो सबै बुझ्नु पऱ्यो। काठमाडौँ उपत्यकामा काम गर्नलाई तपाईँले यहाँको आर्कियोलोजी स्ट्रक्चर होइन, आर्किटेक्चर, यहाँको कला, यहाँको कल्चर सम्पदा सभ्यता सबै चिज बुझ्नुपर्छ क्या। त्यो सबै चिज नबुझिकन यहाँ काम गर्न गाह्रो छ। तपाईँले त्यो नेवामा पनि त विभिन्न छन् नि, बुद्धिज्म पनि बुझ्नु पऱ्यो, हिन्दुइज्म पनि बुझ्नु पऱ्यो, नेवा मुस्लिम हुन्थ्यो पहिला, अहिले पनि हुनुहुन्छ, त्यो पनि बुझ्नु पऱ्यो। सबैको आफ्नो काम थियो नि त। त्यहाँनिर सबै चिज बुझेर गरिएका चिजहरू थियो नि। यसलाई नबुझिकन तपाईँले त्यतिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ, त्यतिकै केही गरिदियो। अब यहाँनिर मोडर्न देखिन्छ, यहाँनिर चाहिँ बवाल खालको टाइल लगाइदिउँ, यहाँनिर मार्बल लगाइदिउँ भनेर त भएन नि त। मार्बल किन लगाइदिएन भनेको यो चिसो ठाउँ हो, मार्बलमा टेक्दाखेरि तपाईँको खुट्टा ठेरिन्छ, तपाईँ त्यहाँ हिँड्नै सक्नुहुन्न होइन। इँटा त त्यति चिसो हुँदैन नि त। इँटामा तपाईँ खालि खुट्टा नै हिँड्नुभयो भने त्यति साह्रो चिसो हुँदैन। काठमाडौँ भनेको चिसो ठाउँ हो नि त। यहाँनिर प्लानिङ भएको सबै चिज साइन्टिफिक थियो। यहाँको पोखरीहरू, यहाँको मन्दिरहरू, यहाँको स्तूपाहरू, चैत्यहरू होइन, त्यो सबै चाहिँ तपाईँको साइन्टिफिकली यहाँनिर एकदमै भनौँ न यो सबै मेन्टेन, यो टेक्नोलोजी र साइन्सको कुरा गर्नुहुन्छ भने हाई लेभलको टेक्नोलोजी र साइन्स हो। यो सबै बुझेर चाहिँ कसैले यहाँनिर इन्जिनियरिङ गर्छ, आर्किटेक्चरको काम गर्छ, डिजाइन गर्छ भने यो सबै बुझेर गर्नु पर्यो।